सो हेलो एन्ड नमस्ते एभ्रिबडी, इट्स मी बालक थापा फ्रम बालक थापा ब्लग्स। अनि त्यसपछि आज चाहिँ म डिजेआईको माइक मिनीको बारेमा रिभ्यू गर्दैछु। अहिले आइरहेको अडियो पनि डिजेआईको माइक मिनीबाटै आइरहेछ। सो यो डिजेआई माइक मिनी किन्दाखेरि चाहिँ के आउँछ भनेर हेरौँ है त। फर्स्टमा चाहिँ पाउच आउने भयो होइन, यसमा चाहिँ माइकहरू राख्नको लागि। अनि त्यसपछि यो चार्जिङ के भन्छ, हब भन्छ, चार्जिङ केस, वाट एभर यु लाइक टु कल इट, यो आउँछ चार्ज गर्नलाई, माइक गर्नलाई। अनि त्यस पछाडि चाहिँ यो केबल आयो भनौँ न, टाइप सी टु युएसबी पोर्टवाला। टाइप सी टु टाइप सी भइदिएको भए चाहिँ बेस्ट हुन्थ्यो होइन। अनि यो त आयो। अनि त्यसपछि यो चाहिँ अब माइक मिनीको बारेमा कुरा गर्दाखेरि चाहिँ यसमा चाहिँ के छ भन्दाखेरि फर्स्टमा चाहिँ यो म्याग्नेटबाट नि लगाउन मिल्यो क्या होइन। यो म्याग्नेट ट्याक्क लाएर लाउन मिल्यो होइन। अनि त्यसपछि अर्को भनेको यो क्लिपवाला नि अप्सन छ क्या होइन, च्याप्नको लागि होइन। अनि त्यसपछि यो माथिपट्टि चाहिँ डेड क्याट आउँछ। डेड क्याट चाहिँ अर्को एउटा नि आउँथ्यो, एउटा चाहिँ मैले उतापट्टि साइडमा राखिसकेँ। यो चाहिँ डेड क्याट किन भनेको भन्दाखेरि चाहिँ यसमा चाहिँ यो चाहिँ अब क्याट जस्तै छ नि त। अनि त्यसपछि यो इट हेज गट द सेम फर लाइक क्याट, त्यही भएको कारणले गर्दाखेरि चाहिँ डेड क्याट भनेर भनिएको हो। अनि त्यसपछि यसलाई डेड क्याट खोलेर हेर्ने हो भने चाहिँ यसमा चाहिँ दुईवटा बत्ती आउँछ। अहिले चाहिँ के अरे ब्लू लाइट बलिरहेछ। ब्लू लाइट बल्नुको मतलब चाहिँ इट इज पेयर्ड अप विथ द हुन्छ नि ट्रान्समिटर अथवा क्यामेरासँग चाहिँ कनेक्ट छ भनेर यसले चाहिँ देखाएको हो, सिम्बल देखाएको हो। अनि त्यसपछि यो येल्लो लाइट बलिसकेपछि चाहिँ यो चाहिँ नोइज क्यान्सलेसन मोड हो होइन। नोइज क्यान्सलेसन मोड र नोइज क्यान्सलेसन नहुँदाखेरि चाहिँ कस्तो आउँछ भनेर पनि विल चेक इट होइन। अनि अब अरू कुरा गर्दाखेरि चाहिँ यो चाहिँ दामी नै लाग्यो मलाई। अडियो सुने मैले, एकचोटि मात्रै युज गरेको थिएँ मैले। अनि भर्खरै आज ल्याएको भएको कारणले गर्दाखेरि चाहिँ अभियसली मैले टाइम पाएको छैन यसको बारेमा अझ डिटेल्ली जानको लागि होइन। अनि त्यसपछि जस मैले रिभ्यूहरू पनि हेरेको थिएँ, राम्रै लागेर नै लिएको हो मैले। अनि अल्सो आई हेभ गट द DJI Action 5 Pro, जसमा चाहिँ ट्रान्समिटरै चाहिँदैन। सो द्याट इट विल हुन्छ नि त्यो एक्सन डिजेआईकै कुनै एउटा क्यामेरा अथवा ड्रोनसँग चाहिँ इट विल पेयर अप इजिली क्या, ट्रान्समिटरै चाहिँदैन होइन। अनि त्यसपछि अहिले चाहिँ नोइज क्यान्सलेसन मोडमै छु म। सो लेट्स प्ले सम म्युजिक। अनि त्यसपछि हेरौँ न त कतिको आउँदो रहेछ है त। ओके, म बोली पनि रहेको छु, एट द सेम टाइम यु विल अल्सो हियर म्युजिक है त ब्याकग्राउन्डमा। अब यो चाहिँ नोइज क्यान्सलेसन मोड अन गरेर हो होइन। अब नोइज क्यान्सलेसन मोड अफ गरौँ है त। ओके, अहिले चाहिँ अफ भयो। अनि अडियो राम्रै आइरह होला। एट द सेम टाइम ब्याकग्राउन्डमा यतिको नोइज छ होइन, हेरौँ। ओके, मैले त अभियसली सुन्न पाएको छैन, यही भिडियो हेरिसकेपछि थाहा हुने हो मलाई चाहिँ कस्तो आइरहेछ भनेर होइन। एकचोटि फेरि नोइज क्यान्सलेसन मोड अन गरौँ है त। ओके ओके, सुनिरहेछु, गीत पनि सुनिरहेछु, तर मेरो अडियो कस्तो आयो होला भनेर आई एम अल्सो एक्साइटेड टु हियर अबाउट इट है। ल एकछिन यसलाई पज गरिदिउँ। अनि त्यसपछि प्लस यसको एकछिनको लागि डेड क्याट पनि लगाइदिउँ। लेट्स पुट दिस म्याग्नेटिक थिङ ओभर टु माई कलर। अनि त्यसपछि यसले चाहिँ कतिसम्म चाहिँ अडियो चाहिँ टिप्दो रहेछ भनेर नि हेरौँ न त एक फेर होइन। म त्यहाँ जान्छ है त, त्यो कुनामा। सो हेलो, अहिले पनि अडियो टिपी नै रह होला। आई एम लिटरली कति फिट भनौँ, 5-6 फिट टाढा छु। सो त्यो कुनामा भयो, यो कुनामा पनि गएर हेरौँ। सो द्याट अहिले पनि अडियो चाहिँ कस्तो आइरह होला भनेर चाहिँ आई डोन्ट नो है त। मलाई नि यही भिडियो हेरिसकेपछि नै थाहा हुन्छ। अनि त्यसपछि ठिकै छ, लाइट वेट भएको कारणले गर्दाखेरि प्लस इजिली डिजेआईको कुनै पनि क्यामेरा ड्रोनहरूसँग चाहिँ इजिली पेयर अप हुने भएको कारणले गर्दाखेरि चाहिँ इट्स अ बेस्ट थिङ फर मी, किनकि मेरो चाहिँ सबै डिजेआईकै छ। सो त्यही भएको कारणले गर्दाखेरि राम्रो छ। अब यो दिस इज द फर्स्ट टाइम आई एम अल्सो युजिङ इट। अब होपफुल्ली पछिल्लो दिनहरूमा मैले यो चलाइसकेपछि फार बेटर यसको बारेमा अझ थाहा हुन्छ होइन। त्यो पछि नै म रिभ्यू पनि, एउटा अनेस्ट रिभ्यू पनि दिउँला होइन। तर दिउँला भनेर त भने अब दिन पनि सक्छु, नदिन पनि सक्छु, तर जे हो यही नै अडियोबाट आइरहेछ होइन। अब त्यही नै हो, रिभ्यू दिइहालेँ। अनि त्यसपछि
अब के भन्नुपर्छ आउट्रोमा के भन्ने मैले होमवर्क पनि गरिनँ यो आउट्रो इन्ट्रो के को बारेमा सो त्यही नै हो अब मेरो अनेस्ट रिभ्यू मैले दिइहालेँ यस्तो यस्तो छ भनेर नि भनिहालेँ सो होपफुल्ली आई विल ब्रिङ सम कन्टेन्ट यही माइकको थ्रुबाट अनि त्यसपछि यही क्यामेराको थ्रुबाट एन्ड आई विल सी यु गाइज इन द नेक्स्ट भिडियो अनि त्यसपछि भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब इफ यु आरन्ट अलरेडी एन्ड आई विल सी यु गाइज इन द नेक्स्ट भिडियो बाई बाई